हाई गाइस, गुड मर्निङ। बिहान बिहान मुड छ ब्रेकफास्ट बनाउने र मैले ब्रेकफास्ट बनाइसकेको छु र आज हाम्रो ब्रेकफास्टमा बनेको छ पोहा। साथै मलाई र सानो गाना गाउन पनि मन लागेको छ। मम्मीको याद आयो। सानो काजल लगाएको छु स्प्रेड ल। आफै बनाएको काजल हिजो धेरै घिउ परेछ र लगभग भएको छ। यहाँ मैले पिन्टी खाँदैछु, घाँटी बसेको छु मेरो। गला बसे पनि गाना गाउन त छोड्न मन लाग्दैन हो। मम्मीको याद आछ किनभनेपछि मम्मीले बाबाको लागि गाएको गाना हो यो। अलिकति गाउन मन लाग्यो, सुन्नुलाई कस्तो लाग्छ भन्नु होला। सम्झना छ छोडी जानेलाई, माया छ बिर्सी जानेलाई। सम्झना छ छोडी जानेलाई, माया छ बिर्सी जानेलाई। माया दिँदा आँसु पाएँ तिम्रै निम्ति कसम खाएँ। माया केवल तिमीसँग गाँसे, दुःखमा आँसु लुकाइराखे। सम्झनाका लहरहरू मेरो मनमा हुने नै छ, जति टाढा तिमी भए पनि सम्झना रहिरहन्छ। सम्झना छ छोडी जानेलाई, माया छ बिर्सी जानेलाई। थ्याङ्क यू। यो मेरो अलिकति मुड थियो गाना गाउनु। यो गाना गाउँदाखेरि जहिले पनि मलाई यस्तो लाग्छ कि मेरो मम्मी र बाबाकै गाना हो भन्ने। किनभने यो गानाको लिरिक्स मम्मीले लेखे जस्तो लाग्छ बाबाको लागि। त्यही भएर यो गाना गाउँदाखेरि म अलिकति इमोसनल हुन्छु। गानाको मिनिङ पनि त्यस्तो हुन्छ।